हेलो साथीहरू, आज म र साथी चाहिँ मेरो गाउँको दाइलाई भेट्न भनेर रुमबाट निस्किसकेको छु। म यताबाट जाउँ भनेर हिँडेको, केटोले त यतादेखि जाउँ भनेर तान्न थाल्यो। म नि ल न त भनेर उतै गएँ। यहाँ चाहिँ अस्ति भर्खरै आगो लागि भएको थियो। आगो लागि भएर यहाँको घरहरू सबै ध्वस्तै भयो। यतातिर त जेब्रा क्रसिङ पनि नहुँदो रहेछ। सुरुमा त बाटो कसरी काट्ने भनेर पत्तै हुन्थेन कि। अहिले चाहिँ ट्राफिक लाइट चेक गर्दै, कारहरूको स्पिड चेक गर्दै बाटो काट्ने गर्छु। म चाहिँ साथीलाई अलिक छिटो आऊ भन्दै अगाडि गएँ। साथी चाहिँ बिस्तारै नै आइरहेको थियो। हामी दुईजना चाहिँ यताउताको रमाइलो गफहरू गर्दै हिँडिरहेको। यो रुखहरूमा साझा चराचुरुङ्गीहरू कति धेरै कराउँछन् के साथी। 4-5 सेकेन्डमै कान दुख्न थाल्छ। यहाँ पनि बाटो काट्नु पर्ने थियो। केटोलाई अघि हिँडाएर म उसको पछि लागेँ। मलाई यहाँ झन्डै गाडीले ठोक्यो। अगाडि ट्राफिक लाइटमा त रातो बत्ती बलेको थियो। आन्टीले गाडी चलाइरहनु भएको थियो। मलाई त झन्डै हानिदिनु भयो। यतादेखि फेरि तलतिर बाटो काट्नु पर्ने थियो। गाडीहरू हेर्दै हामीले नि छिटो बाटो काट्यौँ। यहाँदेखि ठ्याक्कै पर दाइहरूले पर्खिरहनु भएको थिएछ। त्यहाँ पर गएर भेटघाट गरियो। केटाहरू गेमर परिहालेन्, गेमिङ लोक छान्न थालिहालेन्। हामी चाहिँ खाना खान भनेर भित्र होटलमा छिर्यौँ। होटलमा खाना खाएर हामी नदी छेउको पार्कमा गयौँ। हामीहरू नदीमा एकछिन सानो माछाहरू हेर्दै बस्यौँ। माछाहरू पनि सानो थियो, राम्रो देखिएन। केटाहरू समुद्र हेर्न जाने भनेर बाटो लागे। म नि उनीहरूको पछि भिडियो बनाउँदै चलिदिए। केटाहरू यहाँ नदीमा फोटो खिच्ने भन्दै उतातिर लागेन्। यो नदी चाहिँ समुद्र छेउमै पर्छ, त्यही भएर यत्रो ठुलो देखेको। साथीले मेरो पछाडि फोटो खिच भने पोज दिइसकेको रहेछ। म चाहिँ घुम्दै भिडियो बनाउँदै थिएँ। फोटो सुट गरिसकेर हामी हाम्रो डेस्टिनेसन तर्फ लाग्यौँ। नभन्दै समुद्रमा पनि आइपुग्यो। केटाहरू यो ठाउँदेखि सिङ्गापुर देखिन्छ भन्दै थियो। मैले सिङ्गापुर देखिँदैन त भनेर सोधेँ। केटाहरूले समुद्रको पानीको लेभल बढेको छ, त्यही भएर नदेखेको भन्दै थियो। केटाहरूसँग रमाइलो गफ गर्दै अगाडि बढियो। केटाहरू त अझै अगाडि लाग्छन् त। म नि यताउता हेर्दै उनीहरूको पछि लागे। त्यहीँ पर अगाडि एउटा काठे पुल रहेछ, अनि हामी सबै काठे पुल तर्फ लाग्यौँ। म यताउता हेर्दै हिँड्दै थिएँ। दाइले त्यहाँ अगाडि पाल परेको छ है भन्दै थियो। दाइले कस्तो हुँदैछ, रमाइलो हुँदैछ भन्दै सोध्दै थियो। मैले पनि रमाइलो भइरहेछ भन्दै म अघि लागे। केटाहरू यहाँ फोटो खिच्नु पर्छ भन्दै थिए, अनि हामीले सबैजनाले फोटो खिच्यौँ। फोटोहरू खिचिसकेपछि मैले थोरै यहाँ समुद्रको भिडियो बनाएँ। त्यसपछि हामी पार्कतिर लाग्यौँ। 4-5 मिनट हिँडेपछि हामी पार्कमा आइपुग्यौँ। पार्कमा आएर भ्यू हेरेको। पार्कको भ्यू यस्तो दामी थियो साथीहरू, मलाई पनि फ्लिप हान्न मन लागिहाल्यो। मैले नि 1-2 फ्लिपहरू हाने। मैले चाहिँ धेरै समयपछि फ्लिप हानेको है। लगभग 2-3 वर्ष भयो होला फ्लिप नहानेको चाहिँ। पार्कको भ्यू हेरेर फ्लिप हान्न मन लागिहाल्यो साथीहरू। फ्लिप हानेर त पसिना यस्तो आयो कि साथीहरू होइन। त्यसपछि हामी रुम फर्किने भनेर बाटो लाग्यो। मेरो फर्स्ट मिनी भ्लग तपाईँहरूलाई कस्तो लाग्यो साथीहरू, प्लिज लाइक, कमेन्ट, सेयर साथै फलो पनि गरिदिनु होला। अब अर्को मिनी भ्लगमा फेरि हामी भेट्नेछौँ। हस्त, धन्यवाद।